च्यानललाई स्वागत छ। आज पनि तपाईहरुलाई धेरै समयपछि मेरो यो युट्युब च्यानल आजको मेरो भिडियोमा। अनि आज हामी चाहिँ झन्डी डाँडा घुम्न जाँदैछौँ मेरो साथीसँग। म चाहिँ एकदम सिम्पल ड्रेसमा जंगल जाने हो, त्यही भएर एकदम सिम्पल ड्रेसमा छु है। अनि हामी चाहिँ घरबाट निस्केर हामी थोरै शपिङ गर्यौं। अनि अहिले हामीले चाहिँ यो सुनबा पुलमा चाहिँ आइपुगेका छौँ है। याउ ह हिँड्नु न तलबाट, यता तल उता यो अर्को बाटो नआयो भनेकोमा। तपाईले बिलिभै गर्न सक्नुहुन्न, हाम्रो ठाउँमा जम्मा पनि 12वटा पुल छ यार एउटा खोलाको लागि। एनीवे तर पनि ठिकै छ, राम्रै छ, सबै एउटा आवश्यकताले गर्दै बनिएको यो सब पुलहरू। अनि अहिलेको भन्दा यो चाहिँ लामो पर्ने छ र यो चाहिँ मान्छे हिँड्नका लागि हो। अघिको चाहिँ बाइक साइकलहरू, सानोतिनो गाडी, अटो सटोहरू चाहिँ छिर्नका लागि हो। हामी लाग्दैछौँ हाम्रो डेस्टिनेसन हाम्रो गाउँका। अनि मान्छे अगाडि हिँडिरहेछ है। थकान र प्रयासपछि हामी अहिले चाहिँ आधी हामी चाहिँ अब लगभग आधी बाटो छु झन्डी डाँडा पुग्नु भन्दा। ठाउँ चाहिँ एकदम राम्रो छ, तर क्यामेरा थोरै राम्रो छैन है। एनीवे खै थाहा भएन त्यो चाहिँ, मलाई कस्तो गाह्रो भइरहेछ, तिमीलाई के थाहा। अन्तराजा अनि योदेखि हाम्रो गाउँहरू र हामी चाहिँ मेरो साथीसँग छौँ। कस्तो लागिरहेछ तिमीलाई है? हाम्रो चाहिँ एकदम रमाइलो छ। अब हामी चाहिँ टपमा जाने पर देखेको चाहिँ झन्डी डाँडा हो। त्यहाँनिर झन्डा पनि रहेछ है। सो त्यो चाहिँ फलामको झन्डा हो, कपडाको होइन। अनि हामी चाहिँ यहाँनिर आइपुगिसक्यौँ। सिरुहरू टन्नै फुलिरहेको रहेछ। फाइनली हामी झन्डी डाँडा आइपुगिसकेका छौँ। कुमार खयौँ ओ सेट र हामी फाइनली झन्डी डाँडामा आइसकेका छौँ। अनि देख्नु सक्नुहुन्छ तपाईँहरूले तलको भ्यू होइन। या ल हामी चाहिँ यति बेला झन्डी डाँडा भन्छ यसलाई, नेपालको झन्डा बनिरहेको छ, आइपुगेका छौँ है। अनि यहाँबाट देखिन्छ तराईको दृश्य, जसलाई चाहिँ हामी दमक भनिन्छ। तर मेरोमा राम्रो आएर छैन, मैना चुलियो पल्लोको डाँडा। अनि हाम्रो जसङ झन्डी डाँडा धेरै समयपछि चाहिँ एकदमै घुम्न आउने भनेर चाहिँ कल्पना गरिदिनु। लास्टै लाग्दो रहेछ यार भिरको टुप्पी देख्दा। योबाट माथि बादलले छेकिया छ, त्यो चाहिँ माङ्सेबुङ झन्डी डाँडा। कतापट्टि फर्क ठिकै छ, तर घाम कतापट्टि आउँदैन त्यताबाट तर्केर गरम बनाउने हो नि त। ल घुम्नु आमे घुम्नु यहीँ बनाउने हो र? ठिकै छ। अलि मजाले लाम काट न, त्यो छोटो नबनाऊ। ठिकै छ नि त, अब तिमीलाई ठेक्काउने बनाउँछु भने त्यो पनि ठिकै छ। कस्तो डिजाइनको बनाउने भन्दाखेरि नि त्यो माथि छानावाला यस्तो यस्तो यो छड्के बनाउने। ल ठिक छ, ओके छ त। अब सबै तिमी नै हो, मिस्त्री पनि तिमी नै हो, इन्जिनियर पनि तिमी नै हो है, घुम्न आउने पनि तिमी नै हो। तर नाङ्गे मान्छेले काटिरहेछ। मल्टी ट्यालेन्ट छु कि होइन। एकैछिन काटेर एकैछिन घर पनि बनाइदिन्छु, भत्काइ पनि दिन्छु, लाग्दिन्छु पनि लाग्दिन्छु। साथीलाई चाहिँ क्याम्पिङको लागि काटिरहेछ है। किराहरूले चिलाउला नि ढाडहरू। त्यो अर्को चाहिँ सिरिला छ हौ, त्यो होइन
अनि सबै काट्नु घाँस चाहिँ राम्रो हुने रहेछ घाँस पनि लाने यहीँबाट अनि के त अनि सबै काटेर घाँस जस्तो चाहिँ अब यो पत्ता पनि लाने हो र यहाँ त कस्तो राम्रो रहेछ हेर टिपेर मात्रै लगाइदिउँ यो त नकाटौँ नकाटौँ न यार पत्ता मात्रै टिपेर लगाइदिउँ न यत्रो धेरै काटेर के गर्ने काम छ के गर्ने तपरा बुन्छु अर्को म बोक्छु नि त्यसलाई होइन यार किन काम लाने रमाइलो भइहाल्छ नि यसरी त केही कामै गर्नु नपरि त उसले नै सबै बोक्ने हेरे नि त अनि मैले के गर्नु र है जे भयो भने ठिकै छ मलाई कमसेकम चाहिँ 30 काम गर्नु त परेन काम गर्दा गर्दा थाकिया छु म थाकिया छु झन्डा देख्नु हुँदैन उनीहरूको नाम खोपिदिन्छन् अहिले चाहिँ हामी रेडी बनाएर फेरि जाँदैछौँ नि माथि डाँडैतिर यहाँ हामी चाहिँ लिन आएको थियौँ नि त आउँदैछौ तिमी आऊ यहाँबाट आउँछन् र मान्छेहरू दबाबाट आउँदा चाहिँ योबाट आउने हो हामी चाहिँ माङसिङबाट आएको त्यही भएर हामी माथिबाट आयौँ अनि झन्डा रहेको छ पछाडिपट्टि हामी अब चाहिँ हामी हल्का शीतलताका लागि छहारी बस्ने ठाउँ छहारी काट्ने भन्ने चाहिँ सोचाएको छ है दुईजना मिलेर एकदम घाम छ गर्मी हुन्छ त्यही भएर थोरै छहारी काट्न गइरहेछौँ अहिले चाहिँ हामी डाँडामा रिल्याक्स भएर हावा खाँदैछौँ त्यसलाई त एक ठाउँ बसेर क्या चुचुर्को छ है हावा पनि चलेको छ एकदम शीतल छ मन्दका साथमा कमेन्ट गर्दै कहाँ जान आँटेको तिमी छहारी काट्नुलाई छ लाग्यो चलाउँदै हिँड त यही हो झन्डा चाहिँ नेपालका झन्डा तलै जाने हो र हामी यहाँनिर आउँदैन ल भयो यति नाटक नगर है अब चाहिँ हामी पल्लो डाँडामा जाँदैछौँ है हामी चाहिँ भर्खरै मात्रै यहाँ थियौँ है यो अनि यहाँबाट देखिएको दृश्य एकदम सुन्दर छ देखिएको पारी देखेको डाँडा अन्धराजा हो अनि अब म चाहिँ पर पल्लो डाँडामा जाँदैछु यता चाहिँ अलि हावा छ शीतल छ अनि के गरेको है पत्ता काटेको पत्ता पनि काट्नुपर्छ हामी चाहिँ त्यसपछि चाहिँ अब यताको डाँडातिर यता त हावा चलिहाल्छ नि उयो टुप्पीमा चाहिँ छ मान्छे बुङ चाहिँ आज के भएछ कालो छ यो झन्डा चाहिँ तलबाट पेल्टीमारीबाट श्रमदान गरेर त्यहाँको युवाहरूले बोकेर ल्याएको रहेछ यो झन्डा होइन सो मैले टिकटकमा मात्र युट्युबमा मात्र देखिरहेको थिएँ तर सो फाइनली आइपुग्दाखेरि चाहिँ साँच्चै नै गाडेको रहेछ र यो चाहिँ उयसको फलामको हो टिनको हो है अनि जस दीर्घकालीन रूपमा सोचेर यो गाडेको रहेछ दृश्यहरू चाहिँ झापा सबै है ल गाइस तल 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 माथि 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 अनि झन्डी डाँडा टुप्पी सो हामी जानेछौँ पल्लो डाँडा ओ हावा आइरह हाम्रो चाहिँ एउटा सानो घर पनि भइसकेको छ होइन अनि यहाँनिर हामीले पत्ता सत्ता ल्याएर टक्कसँगले कुमारले बाँध्दैछ हाम्रो घरलाई अब हाम्रो यो घर चाहिँ फेरि तलबाट हावा आयो भने सब उडाइदिन्छ यो घर चाहिँ सो हामी चाहिँ यहाँनिर बसिसकेको छौँ कुमार कस्तो लाग्यो हाम्रो घर आकाश धरती साँच्ची छ हृदयको माया तिम्रै हो जुनी मात्र होइन अर्को जुनुम पनि तिम्रै हो सो यहाँ आउँदाखेरि चाहिँ एकदम रमाइलो फिल भइरहेछ हावा आइरहेछ है
अब हामीहरू भोकै आएको छौँ। बिहान थोरै थोरै खाजा खाएर मात्र आएको छौँ। अब यहाँनिर चाहिँ हाम्रो थोरै खाजाहरू ल्याएर आएको छौँ। त्यो खाजालाई के कार्यक्रम गर्ने बेला भयो। अहिले एकछिन शान्त भयो, अलिक पसिना सेल्लेपछि भर्खर आउँदैछ नि भर्खरै। ल ठिक छ। अब पसिना सेल्लेपछि चाहिँ जाने हो त्यहाँनिर। यता तल कहाँ पर्छ हौ? तल भन्दा नि होइन पुगेर यहाँदेखि निकै तल जानुपर्छ। सो हावा चाहिँ एकदम आइरहेको छ। यो डिस्टर्ब गरिरहेछ होला हावाले, यो भोइसहरूलाई पनि ब्लक हानिरहेछ होला। अहिले अब चाहिँ हाम्रो घर जाने बेला भइसकेको छ र यहाँनिर अलिकति इन्जोय गऱ्यो, फोटोसोटो खिच्यो, टिकटक बनायो। ब्लग त अलरेडी नै बनिगयो होइन। सो अब चाहिँ हामीहरू लाग्ने कोसिस गरिरहेछौँ। सो हाम्रो बारीहरू पनि यस्तो छ। हाम्रो सानो घर थियो नि, त्यो घर पनि भत्काइसकेको छ होइन।